तपाईको कस्टमरलाई तपाईको नयाँ प्रडक्ट अर सर्भिसको बारेमा चाहिँ एकैचोटि केही अफर या क्याम्पेन सेन्ड गर्नु पर्यो भने चाहिँ पठाउनु पर्यो भने चाहिँ तपाईँ कुन टुल युज गर्नुहुन्छ या कसरी गर्नुहुन्छ? म चाहिँ एसएमएस मार्केटिङ युज गर्छु र तपाईँलाई म एसएमएस मार्केटिङ कसरी आफ्नो बिजनेसमा इम्प्लिमेन्ट गर्न सकिन्छ भनेर डिटेलमा बुझाउनेछु। सो भिडियो अन्तिमसम्म हेर्नु होला। सो यसको लागि हामी आकाश एसएमएस युज गर्नेछौँ। आकाश एसएमएसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको 1000, 5000, 10000, 200, 500 तपाईँको जति कस्टमर छ तपाईँले एकैचोटि चाहिँ बल्क एसएमएस पठाउन सक्नुहुन्छ। यसको लागि तपाईँसँग त अब सुरुमा त कस्टमरको नम्बर चाहियो। तपाईँ अफलाइन सेलर हो, तपाईँको अफलाइन या त तपाईँ अनलाइन सेलर होइन भने चाहिँ तपाईँले अब डाटा नम्बरहरू चाहिँ कलेक्ट गर्नुपर्ने हुनसक्छ। तर तपाईँ अनलाइन सेलर हो भने चाहिँ तपाईँले कुनै पनि पोर्टलबाट आफ्नो प्रडक्ट त सेन्ड गर्नुहुन्छ। जस्तै म एनसिएमबाट आफ्नो प्रडक्टहरू सेन्ड गर्छु। यो मैले आफ्नो एनसिएमको पोर्टल खोलेँ। सो मेरो यो एनसिएमको पोर्टलमा चाहिँ यहाँनिर अब कस्टमर भन्ने जुन सेक्सन छ, यो कस्टमर भन्ने सेक्सनमा एउटा एक्सेलको साइन छ। यो मैले एक्सेलको साइन क्लिक गरेँ भने चाहिँ मैले अहिलेसम्म सेन्ड गरेको सबै कस्टमरको डाटा चाहिँ मेरो यहाँ डाउनलोड हुन्छ। सो यो एक्सेल फाइलमा चाहिँ कस्टमरको नेम र नम्बर हुन्छ। अब मैले यो नम्बर र नाम युज गरेर चाहिँ मैले आफ्नो बल्क एसएमएस चाहिँ कस्टमरहरूलाई चाहिँ पठाउन मिल्यो। सो यसको लागि मैले यहाँ बल्क एसएमएस भन्ने सेक्सनमा क्लिक गरेँ। बल्क एसएमएस भन्ने सेक्सनमा क्लिक गरेपछि चाहिँ कम्पोज एसएमएस भनेर आयो। मैले अहिले चाहिँ सबैजनालाई एसएमएस पठाइनँ। त्यो तपाईँले एक्सेल सिटै इम्पोर्ट गरेर एकैचोटि सबलाई पठाउन मिल्छ। त्यसको लागि तपाईँले यहाँनिर अपलोड नम्बरमा क्लिक गरेपछि तपाईँको यहाँ चुज अ फाइल भन्ने अप्सन हुन्छ। तपाईँले फाइल चाहिँ तपाईँले जुन नम्बरको तपाईँको अघिको एक्सेल सिट आएको थियो त्यो एक्सेल सिट यहाँनिर चुज गरेर चाहिँ सिधै एकैचोटि सबैलाई पठाउन मिल्छ। त्यो एक्सेल सिटमा सबै सर्टेन कुरा केही चेन्जेस गर्नुपर्ने हुन्छ। त्यही भएर मैले अहिले एक्सेल सिट युज गरिनँ। त्यसको लागि चाहिँ तपाईँलाई मैले यहाँ अहिले सानो रिफरेन्स मात्रै दिएको। तपाईँलाई यसको लागि चाहिँ एउटा लगभग 10 मिनटको चाहिँ फुल भिडियो आउँछ, यो कसरी चलाउने पोर्टल सबै कसरी युज गर्ने भनेर। सो मैले अहिलेलाई काटेँ। अब मैले यहाँनिर चाहिँ नम्बरको ठाउँमा चाहिँ अब मैले यहाँ डाइरेक्ट यसरी नम्बर पनि हाल्न मिल्छ। जस्तो मैले यहाँनिर मेरो घरकै नम्बर एउटा हालेँ। अब मैले एसएमएसको लागि चाहिँ मैले यहाँ अघि एसएमएस लेखेको थिएँ। अब मैले यो ट्रायलको लागि भनेर यो एसएमएस मैले यहाँ इम्पोर्ट गरेर मैले यहाँनिर अब प्रिभ्यू मेसेज गरिसकेर अब मैले यो सेन्ड एसएमएसमा क्लिक गरेँ भने चाहिँ कस्टमरकोमा एसएमएस चाहिँ सेन्ड हुन्छ मेरो। यहाँ तपाईँले फोनमा चाहिँ एसएमएस आइसकेको देख्नुभयो होला। अब यो चाहिँ एउटा एसएमएस मात्रै पठाएँ मैले। एकैचोटि 1000 जनालाई चाहिँ कसरी पठाउने भनेर तपाईँलाई चाहिँ मैले फुल भिडियो युट्युबमा बनाएर अपलोड गर्नेछु। सो तपाईँलाई यदि भिडियो हेर्न मन छ भने चाहिँ कमेन्टमा एसएमएस लेख्नु होला। म तपाईँलाई फुल भिडियोको लिङ्क कमेन्टमा सेन्ड गरिदिनेछु। थ्याङ्क यू फर वाचिङ।